र हेलो गरिदिनु सबैजनाले। आज चाहिँ हामी 2 वर्ष काम गर्दा गर्दा 2 वर्षमा पहिलोपटक हामी 4जनाकै के दिन छुट्टी परेको छ। त्यस कारणले आज निस्केको लास्ट गर्मी रहेछ। एसीमा बस्दा गर्मी त साउदीको गर्मी अब हुने नै भयो। आज बाहिरतिर यसो निस्क्यौँ भनेको पहिलो पटक है 2 वर्षमा पहिलो पटक 4जनाको एकै दिन छुट्टी पर्यो। यसो आज बाहिर गर्मी कतिको छ 10 मोबाइल छ एसीमा बसे है कति एसीमा बस्ने अब घर कहिले जान्छ अब 9-10 वर्ष त पुरो भइँदैन र यतै बिहा भयो कि नै त 9-10 वर्षसम्म त पुरै भइहाल्ला त अनि होइन 10 वर्ष 10 वर्ष त म त 5 वर्ष नि बस्न सक्दैन होला। अनि तपाईँ घर कहाँ हो त? आज यसो बाहिर अनि हाम्रो दोस्त हुनुहुन्छ दादी निसम्झे अर्को सम्झे हुनुहुन्छ फेरि यता सब पूर्वतिरकै हुनुहुन्छ। म अर्कै पश्चिमको हो। आज यसो बाहिर निस्केको धेरै पछि लास्ट गर्मी रहेछ। बाहिर 6 बज्नै थाल्यो र पनि यस्तो गर्मी छ। दिउँसो 1-2 बजे त झन् के हालत होला। गाह्रो छ धन्न। हामी चाहिँ भित्र एसीमै बसिरहन्छ त्यो भएर त्यति काम चाहिँ गाह्रो हुँदैन। बाहिर कन्स्ट्रक्सन लाइनमा यस्तो बाहिरहरूमा त गाह्रो हुन्छ नि। आजको मिनी भ्लगलाई यहीँमा मेरो मनभित्रको माया सबै तिम्रो मनमा सारिदिन्छु म।